वेलकम टु माई ब्लग होइन। अघि पनि यस्तो छ आजको कुरा। अब हिजो म भिडियो हालेको छु होइन, सिकागोको ट्रिप भनेको थिएँ। चाहिँ सिकागो पुगिसकेको छैनौँ हामी। यता सामान जस्तै फार्गोबाटै के मान्छेहरू मुभ आउट गर्दै हुनुहुन्थ्यो। उहाँहरूको सामान डोबिक्यू इलिनोइ भन्ने ठाउँमा छोडेर अब चाहिँ सिकागोहरू यहाँ 2 घन्टा जाँदैछौँ। अनि अलिअलि सामानहरू किन्नु छ। आज तपाईँहरूलाई म के देखाउँदैछु भने अमेरिकामा हुन्छ नि तपाईँ आफ्ना स्टोरहरू जस्तै तपाईँको इन्डियन रेस्टुरेन्ट स्टोरहरूमा कसरी सामान जान्छ त हुन्छ नि, जुन मेन ठाउँबाट क्या भित्रभित्र जस्तो हुन्छ नि तपाईँको डिलरहरू के त्यसरी एउटा हाम्रो नेपालदाइको एउटा नेपाली दोकान छ, त्यहाँ कसरी सामान लिएर आउँछ नि त नि, जस्तो इन्डियाबाट कहाँ आइपुग्छ अनि त्योबाट कसरी डिस्ट्रिब्युट हुन्छ सबै दोकानहरूमा भन्ने कुरा देखाउँछु तपाईँलाई म। प्रतीक्षा गर्नु होला। अहिले चाहिँ यो डोबिक्यू भन्ने ठाउँ कस्तो छ भने यस्तो रोमान्टिक ठाउँ छ होइन। यो चाहिँ अमेरिकाको सबभन्दा फेमस रिभर मिसिसिपी रिभर चिरेर गएको छ 3टा स्टेट, यो इलिनोइ, विस्कन्सन र अर्को के बिर्सेँ मैले। यो 3टाको यो ट्राई के 3टाको जङ्सन हो क्या। 3टा चाहिँ जोडिएको ठाउँ हाम्रो चाहिँ गोर्खा लमजुङ तनहुँ जोडिएको जुन हाम्रो खोला जस्तै यो त मिसिसिपीमा ठुलो खोला होइन, मान्छे खाने खोला होइन, त्यो जोडिएको ठाउँ हो। यस्तो राम्रो छ होइन, कस्तो हुसी लाग्यो। धेरै दिनपछि अमेरिकामा हुसी लाग्यो देखेँ मैले। एकदम शान्त वातावरण है, डाँडा पहाड। यहाँ चाहिँ यो हामी धेरै टाढा क्या हामी बस्ने ठाउँबाट। यो दारी पनि फुलेछ र पछि कुराहरू होला है। यस्तो छ आइयो होइन भर्खर। यो कस्तो स्टोर हो भने ठ्याक्क आइयो। यो चाहिँ मैले अघि नै भने नि तपाईँको एजेन्ट आज। यो त अमेरिकामा जस्तै इन्डियाबाट सामान यहाँ आउँछ सिधै कन्टेनरमा होइन। यो सिकागो ठाउँ हो होइन, यहाँ ठुलो उहरू छ क्या सिकागोबाट रेलमा सिधै। आफ्ना भन्ने तपाईँहरूले होइन, रियल टेस्ट अफ इन्डिया के आफ्ना भन्ने तपाईँहरूले धेरै याद गर्नुभयो होला। धेरै मसलाहरूमा खुर्सानी पिरोहरूमा जस्तै धेरैमा हुन्छ कि यो आफ्नाको चाहिँ मेन डिलर हो कि यिनीहरू। जस्ट अमेरिकामा सबै हो नि आफ्नाका स्टोरका सामानहरू सबै यसमा डिल हुन्छ क्या। जस्तै एउटा कस्तो हुन्छ भने यो चाहिँ पसल होइन, यो चाहिँ डिलर हो क्या। जस्तै यो चाहिँ यिनीहरू स्याम्पल आइरहेको हाम्रो के यिनीहरूको प्रडक्ट हेर्नु न। अब हेर्नु न यसको सामानहरू, अब फर इक्जाम्पल यस्तो सामानहरू यिनीहरू यहाँ बेच्छ क्या। जस्तै अमुलका यो सबै यिनीहरूको यो आधिकारिक विक्रेता हो अमेरिकामा। जस्तै यिनीहरू हामी नेपालको कुनै प्रडक्टहरू पनि जोड्न सकिन्छ कन्ट्याक्ट गरेर। नेपालबाट कुनै पनि सप्लाई हुनुहुन्छ राम्रो क्वालिटीको सामान बनाउनुहुन्छ भने यहाँ आफ्नासित कुरा गरेर अथवा यो स्टोरको म्यानेजरसँग कुरा गरेर ल मेरो चाहिँ नेपालबाट यो सामान छ, तपाईँहरूले अमेरिकामा बेचिदिनुहोस्, डिल गरिदिनुहोस्, तपाईँ 8% कमिसन भनेर डिल त हुन्छ नि सबै त्यसरी गर्न मिल्छ क्या यो। त्यही भएर जस्तै यो सामानहरू इन्डियाबाट आएको होइन, कुनै नेपालबाट आउँछ ओइ चाउचाउहरू सबै आफ्नाले लिएर आउँछ होइन डिल गरेर। यहाँ ओइ चाउचाउ पनि पाउँछ, नेपाली खानेकुरा पनि पाउँछ क्या। तर यिनीहरू त आधिकारिक डिलर हो यिनीहरू। अब यो रसमलाई सामानहरू छ नि सबै यहाँभित्र ठुलो भित्र ऊ छ यिनीहरूको। सधैँ नेपाल इन्डियाबाट आउँछ। यो क्यारम बोर्डहरू आउँदो रहेछ होइन। हाई क्यान आई टेक भिडियो? से हाई टू माई ब्लगर्स। हाई। इस हिंदी बोल सकते ना? हाँ बोल सकते हैं। सो टीना का आता नहीं है हिंदी। तो आप वो टीना है, मैं पहले भी मिल सका हूँ ना लास्ट टाइम, यू रिमेम्बर मी? हाँ रिमेम्बर यू। ओके, मेरे श्रोता को बताओ आप क्या क्या करते हो इधर? क्या क्या करते हैं? अपना स्टोर में क्या है? बैठे रहते हैं बस खाली। नहीं मीन्स लाइक एज अ बिजनेस ना। आप इंडिया से सामान लेके आते हो और इधर खुले में बेचते हो ना? आधिकारिक। तूने तो बोल दिया, मैं खाली बस थोड़ा एडवर्टाइज करो ना। हाँ बस इतना ही तुमने। अरे क्या पता आपको कोई ग्राहक मिल जाए इधर से। कहाँ से? मेरा ब्लॉग से। तू ब्लॉग कर रहा है? अरे ब्लॉग ही कर रहा हूँ मैं, यूट्यूब पे डालने वाला हूँ। नहीं पता था। हाँ आप बिजनेस लेडी है ना, आप बिजनेस का है, आप बोलेगी हो, मुझे पता है। आप कुछ बताओ। देख लिया मैं, तुमने सब कुछ दिखाओ। दिखा रहा हूँ। देखो वेयरहाउस दिखाएगा वो ही बोलेगा, मेरे को बोलने की जरूरत तो नहीं है। तो आप ये बताओ मेरे को, लाइक वो नेपाल में देखते हैं ना वो लोग, वो कोई बिजनेसमैन है सपोज, उन लोगों को कोई सप्लाई है तो आप लोग से कांटेक्ट कर सके इधर भेज सकते हो कोई सामान? हाँ क्यों नहीं। तो मैं आपका आईडी डाल दूंगा उधर, जो आपका कार्ड है मेरे पास है, आपका कार्ड वो डाल दूंगा तो वो कांटेक्ट कर सकते हैं और सामान इधर भेज सकते हो ना। अच्छा वाला एफडी अप्रूव वाला सामान। सही है ना। इधर अंदर भी हाय सर। गुड से हाई टू माय ब्लॉगर्स, to my viewers. Hi brother, how are you? Oh, Come okay. to Chicago. Buy from अपना food stuff. तो के भन्दैछ यिनीहरू भने मैले देखा था 1 मिनट अथवा। दिखाओ। ओके, तपाईहरु नेपालमा पनि के सामानहरु नेपाल अमेरिकामा बेच्न चाहनुहुन्छ भने
म यसको आइडी हालिदिन्छु, तपाईँहरूले ल्याएर सक्नुहुन्छ। उनीहरूले तपाईँको सबै गरिदिन्छ। तपाईँले सामान चाहिँ राम्रो सामान बनाउनु पऱ्यो, एफडी एप्रुभ लिनु पऱ्यो। उनीहरूलाई कन्ट्याक्ट गरेपछि उनीहरूले नेपालबाट इन्डियाबाट अमेरिका सामान ल्याएर बेचिदिन्छन् होइन। कमिसन त यिनीहरू खाने। अब यहाँ नेपाली सामानहरू राम्रो हुनु पऱ्यो, एडभर्टाइज गर्न सक्नु पऱ्यो होइन। हेर्नु सबै सामानहरू यो सिकागो भनेको एउटा वान अफ द बिगेस्ट पोर्ट हो क्या। यो पोर्ट भनेको यहाँको यो इन्डियाबाट आउने सामानहरूको ठुलो पोर्ट हो यो। यिनीहरूको यो ओइरास कति छ तपाईँहरूलाई के भन्ने। अहिले म किन यहाँ आएको भन्दाखेरि हाम्रो नेपाली दाइ हुनुहुन्छ, म हक्क घरमा बसेको 1 महिना चाहिँ हक्क चाहिँ सामान थियो अलिकति। दसैँ आयो नि त, दसैँमा इमर्जेन्सी सामान। अब यहाँबाट फार्गो लाँदाखेरि ट्रकमा हाल्यो भने लास्टै महँगो पर्छ। अहिले इमर्जेन्सीको लागि ट्रकमा सामान आउँदैछ 1 महिनापछि। तर कुनै सामानहरू त्यही त व्यापार गर्ने भएपछि सामान हुन्छ र भाइ अलिकति सामान गाडीमा हालेर लैदिएँ। अहिले इमर्जेन्सी छ, दसैँ मनाउन त पऱ्यो भने नेपालको सामानहरू हुन्छ। म तपाईँलाई कस्तो भने अब हल्दीरामको सामान आएको छ होइन। कस्तो हल्दीरामहरू आएको छ, सबै सामानहरू छ, राम्रो सामानहरू छ क्या यहाँ। त्यही भएर जस चलेको छ यहाँ सबै चिजहरू। अब हाम्रो मेक्सिकन मित्रहरू काम गर्नुभएको छ होइन। यो दालहरू आफ्नाको दालहरू अमेरिका हुन्छ नि, तपाईँले चिनेको हुन्छ। आफ्नाको त यो तुर दाल होइन। त यो चिजहरू भनेको एकदम कमन हो क्या। त्यही भएर मेरो कोही भ्युवरहरूमा नेपालबाट सप्लाई गर्नुहुन्छ मलाई कन्ट्याक्ट गर्नुहोस्, म यहाँ कनेक्ट गराइदिन्छु तपाईँ नेपालबाट। अब एफडिए भनेको त यहाँको फुड एडमिनिस्ट्रेटर के भन्छ, फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन भन्छ। एडमिनिस्ट्रेटर स्पेलिङ प्रोनाउन्सिएसन बिगारेँ मैले नेपाली बोल्दा। जे भए पनि एफडिए भने एप्रुभ हुन्छ, त्यसको पनि प्रोसेस सिकाइदिन्छन् होइन। त गराएर सक्नुहुन्छ तपाईँले कनेक्ट गर्नलाई, ट्राई गर्न सक्नुहुन्छ। अस्ति हुन्छ नि नेपालमा छन् आमा कचारहरू, अब रातो भाले भन्ने छ कम्पनी होइन, उनीहरूले खानाहरू नेपालबाट लिएर आउँछ, सबै गर्न सक्नुहुन्छ। अब अस्ति भनौँ न यो के रहेछ यो, अब यो तेल जस्तो लाग्यो मलाई सबै सामानहरू। त्यहाँ अहिले देखिनँ, त्यहाँ उता छ अहिले चाउँछु म देखाइन्छ तपाईँहरूलाई, नत्र भए। त्यही भएर यसरी बिजनेस गर्न सकिन्छ। यो त तपाईँहरूलाई सानो, त्यही भएर तपाईँले मेरो ब्लगमै हेर्नुहुन्छ नि तपाईँ। जस्तै गएर नेपाली पसलमा, इन्डियन पसलमा सामान कसरी किन्नुहुन्छ भन्दाखेरि यसरी हो। सक्का साउजीहरू यहाँ आउँछन्, सामान लान्छन् ट्रकमा हालेर लएर महँगोमा बेच्छन्। यहाँ सस्तो पाइन्छ। यो चाहिँ आफ्ना इम्पोर्ट भन्छ होइन यो सिकागोमा। तपाईँले एक्चुअली आउन सक्नुहुन्छ यहाँ आफै एज अ खुद्रा व्यापार गर्न पनि यिनीहरूले ओपन गरिदिएको छ क्या। जस्तै भुजा हेर्नु न, यो प्राणको भुजाहरू मेरो दाइ एकजना म्यानेजर हुनुहुन्छ। जस्तै कुकरहरू यहाँ तपाईँको 30% कममा पैसामा पाइन्छ। ए ल फाइदा खाने। मैं देखा रहा हूँ कुकर उन लोग को देखा रहा हूँ कि नेपाल से लाने की कोई जरूरत नहीं है। वहाँ पीछे भी है, बहुत सस्ता मिलता है वो, बोलते हैं ना सब मिलता है। हाँ सब मिलता है। वो एक नेपाली बंदा आया था नेपाल से और वो कुकर लेके आ रहा था नेपाल से बहुत महंगे में। मैंने बताया उधर से इधर सस्ता मिलता है। हाँ सही बात है। और क्वालिटी मिलता है वो। और सूटकेस में डाल के लेके आया था प्लेन में। मैले नि यहाँबाट कुकर लिएर गएको थिएँ एउटा। त्यही भएर यो भाँडाकुँडाहरू सब पाइन्छ क्या तपाईँहरू। त्यही भएर अहिले र यति गरौँ है, अब पछि पनि कुरा गर्दै जाउँला। फेरि अरू के हुन्छ प्रोसेस देखाउँला पछि ल भाइ।